कृषि विकास फार्म सुन्दरपुरमा धान दिवस मनाइएको छ। श्री चैतन्यज्यूको प्रमुख उपस्थितिमा धान रोपाई कार्यक्रम सम्पन्न गरेको हो। नेपालभर हर्षोल्लासका साथ मनाइएको अन्तर्राष्ट्रिय धान दिवसको अवसरमा कञ्चनपुर जिल्ला विशेष धान रोपाई कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा आर्ट अफ लिभिङका वरिष्ठ सन्यासी ब्रह्मचारी श्री चैतन्यज्यूको प्रमुख उपस्थिति रहेको थियो। समारोहको क्रममा वरिष्ठ श्री चैतन्यज्यूले स्वयं खेतमा उत्रेर परम्परागत तरिकाले धान रोपाई गरी कृषक समुदायप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँसँगै स्थानीय किसान, युवा स्वयंसेवक तथा गाउँलेहरू पनि यो परम्परागत उत्सवमा सहभागी भएका थिए। चैतन्यज्यूले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, कृषि केवल जीविकोपार्जन होइन, यो हाम्रो संस्कृति र संस्कार हो। धान केवल अन्न होइन, यो जीवनको आधार हो। किसानको परिश्रमले नै देश आत्मनिर्भर र समृद्ध बन्छ। उहाँले युवाहरूसँग आग्रह गर्नुभयो कि उनीहरूले आधुनिकतासँगै परम्परागत कृषि प्रविधिहरूलाई अपनाउँदै वातावरणको रक्षा र ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउन सहयोग पुर्याउनुपर्छ। कार्यक्रममा सहभागी किसानहरूसँग संवाद गर्दै ब्रह्मचारी चैतन्यज्यूले प्राकृतिक खेती, जैविक मल प्रयोग तथा जल स्रोतको संरक्षण जस्ता महत्त्वपूर्ण विषयमा मार्गनिर्देशन दिनुभयो। यो कार्यक्रम केवल कृषि